साथीहरु आजको दिन चाहिँ कस्तो डरलाग्दो पानी परेर धुम्मिरहेछ है यहाँ बाहिर हेर्नुस् त आम्मामा पानी रोकिने नामै छैन हो बिहान चाहिँ घाम लाग्छ जस्तो भयो नि त अनि लुगा सबै लगेर माथि सुकाएको थिए तर के गर्नु डल्लै पानीले भिज्यो अब उठाउँदा पनि केही न कामको भयो अनि आजको मेरो भिडियो चाहिँ किन बनाएको भने नि साथीहरु म हिजोको त्यो जुन चाहिँ मैले बिटरुटको चाहिँ मैले राथे नि बट्टामा लिप ग्लस त्यो देखाउनेवाला छु अनि यहाँनिर मैले फ्रिजमा हालिरहेको छु यहाँ हेर्नुहोस् त साथी अब यो चाहिँ रेडी भएको छ अनि कस्तो भएछ है त्यो देखाउनेवाला छु आजको मेरो भिडियो र लाउनेवाला पनि छु है मैले यो युजै गरेको छुइनँ अनि अहिले मैले नुहाइधुवाइ गरेर चाहिँ रेडी भएको छु र अलिकति ग्लसी टाइपको यस्तो चिक्स बनाउँ न भनेर चाहिँ यहाँनिर म तपाईँलाई देखाउनेवाला छु है कस्तो भएछ यो पनि मेरो लाइफमा फर्स्ट टाइम युज दिस अनि यो चाहिँ मैले पतञ्जलीको बट्टामा हालेको थिएँ तपाईँलाई मैले हिजोको भिडियोमा भनिहालेँ तपाईँले त्यो हिजोको भिडियो हेर्नु भएको छ भने हेर्नु जानुहोस् होला किनभने मैले यो बिटरुटको चाहिँ लिप ग्लस अनि यसो चिक्समा लाउने बनाएको एकदमै राम्रोसँगले बनाएको छु होइन अनि त्यसमा गएर हेर्नुहोस् ल फुल डिटेल्स चाहिँ आज म भन्नु पाउँदिनँ आज चाहिँ सिर्फ म यहाँनिर देखाउनेवाला छु तपाईँलाई अनि यहाँ हेर्नुहोस् त साथी हो कस्तो रातो न रातो देखिरहेछ है अनि एकदमै जाम्मेर रेडी भएको रहेछ हो अनि यता वरिपरि पनि लागेछ अलिअलि हिजो हाल्दाखेरि अनि अब चाहिँ म यसलाई लगाएर ट्राई गर्नेवाला छु ऐनामा हेरेर ऐनामा हेर्दै लकडाउन है साथी हो अनि चाहिँ चाल पाउँछ हाउ इट्स वर्क्स कस्तो भएछ भनेर चाहिँ अनि चाल पाउँछ नि त होइन साथी हो म चाहिँ नुहाएर भर्खर आएको मम्मा कस्तो चिसोमा नुहाएँ नि हो पानी पनि त लगाएको थिइनँ अलरेडी सो हेर्न सक्नुहुन्छ होइन अनि म अब यसलाई युज गर्नु लागेको छु हेयर पहिला केमा लाउनु गालामा लाउँ है पहिला गालामा लाग्दैछ लाग्दो रहेछ वाउ अम्बो हेर्नुहोस् साथी हो अलिक ब्लाइन्ड यस्तो ब्लाइन्ड गर्ने भएको त दामी देख्थ्यो होला नि मेरोमा ब्लाइन्ड गर्ने चाहिँ छैन है साथी नानीले सबै टोकेर मेरो ब्लाइन्ड गर्ने सबै बिगारिदियो वाउ यस्तो दामी टेक्सचर दिँदो रहेछ यहाँ हेर्नुहोस् त साथी हो नेचुरल लुक दिँदो रहेछ यसले त है तर यो कतिको बस्छ है त्यो पनि म तपाईँलाई आजको भिडियोमा भन्नेवाला छु बस्छ कि बस्दैन गालामा अलिक टाइम त बस्नु पर्यो नि त होइन लाग्को लागि त कसले गर्छ बट लाग्नु चाहिँ एकदमै राम्रो लाग्दो रहेछ है साथी हेर्नुहोस् है यस्तो गरेर हातले नै यसो गरिदिनु हुन्छ भयो साथी यतिको त भयो यहाँदेखि बेसी त राम्रो देख्दैन है अनि लिप ग्लस कस्तो रातो हुँदो रहेछ हातमै रातो लाग्ने हेर्नुहोस् त अम्बो यस्तै बसिदियो भए त कस्तो दामी हुन्थ्यो नि साथी हो हेर्नुहोस् त अब हल्काले म भर्खर नुहाएर आएको है त्यही भएर सिन्दुर पनि लगाएको छुइनँ र यहाँनिर पनि अलिक तेल लगाएर कतिको सिन्दुर चाहिँ हुँदैन रहेछ अलिकति लिक्विड टाइपको देख्दो रहेछ नि सिन्दुर चाहिँ तर पनि यहाँ साथी अम्बो डरलाग्दो रातो भयो तर यो त्यति बस्छ जस्तो चाहिँ छैन है साथी यहाँ हेर्नुहोस् त है यहाँ हेर्नुहोस् त त्यति बस्छ जस्तो चाहिँ छैन तर पनि यतिको चाहिँ लाग्दो रहेछ है साथी हो अनि राम्रै हुँदो रहेछ नट ब्याड 10 आउट अफ राम्रोमा चाहिँ 10 नै दिन्छु किनभने नेचुरल प्रोडक्ट हो होइन अनि राम्रो पनि छ अनि
यतिको कलर चाहिँ राम्रै लागेको हो होइन रातोमा चाहिँ रातो जसलाई चाहिन्छ अनि बस्नु चाहिँ अब एकछिनमा हेर्दै जाउँ कति मिनट बस्दो रहेछ होइन कति घन्टा बस्दो रहेछ अथवा कति मिनट बस्दो रहेछ त्यो चाहिँ अहिले आफ्टर द्याट एकछिन युज गरेर चल्पाउँछ है अनि मेरो चिक्स चाहिँ सबैभन्दा राम्रो चाहिँ मलाई यो चिक्समा लाउनु लाग्यो नि चिक्समा चाहिँ किनभने अब ओठमा त लिपस्टिक लाउनै पर्छ होइन किनभने अलिकति लङ लास्टिङ चाहियो नि त म बेसी रातो खालको मन पर्दैन त्यो भएर चाहिँ ओठमा चाहिँ म लिप ग्लस होइन लिपस्टिकै मनपर्छ अनि यो चिक्समा चाहिँ होइन चिक्समा चाहिँ साह्रै राम्रो देख्दो रहेछ र चिक्समा चाहिँ म हमेसा युज गर्नेवाला छु यही नै होइन तपाईँहरूले पनि यो बनाएर ट्राई गर्नुहोस् एकदमै राम्रो हुँदो रहेछ र एकदम आफूले बनाएको हो नि त होइन यसले चाहिँ केही स्किनहरू ड्यामेज गर्दैन हो अनि आम्मामा साथी हो पानी परेको हेर्नुहोस् त लु के हो नि यस्तो भगवान् पानी सुतिरहनु जस्तै भयो त साथी हो साँच्ची भनेको कि यो चिक्समा चाहिँ लाउनु चाहिँ म लिप्समा चाहिँ म भन्दिनँ है चिक्सको लागि चाहिँ एकदम बेस्ट प्रोडक्ट हुनेवाला छ र यसले चाहिँ स्किन केही अब ब्लाइन्डली तपाईँले लाउँदा हुन्छ नानीहरूलाई युज गरिदिँदा पनि हुन्छ होइन नानीहरू कोही बेला हुन्छ नि यसरी कोही बेला लिपस्टिकहरू लाउँदै गरेको बेला मेरो छोरीले चाहिँ के भन्छ मामा मलाई पनि अलिकति दलिदिनु नि मामा यहाँ दलिदिनु नि भन्छ मेरो छोरीले चाहिँ ठुलो छोरी चाहिँ त्यस्तो नक्कली छ अनि त्यहाँदेखि त्यति बेला चाहिँ के गर्छु भन्छ अब चाहिँ मैले यो बनाइराखेको छु होइन यो लगाइदिन्छु उसलाई यस्तो छ केटाकेटीहरू त्यस्तो हुन्छ होइन त्यति बेला चाहिँ यो लगाइदिँदा हुन्छ उनीहरूलाई पनि कोही बेला यसो रफ लाग्छ नि लिप बामहरू ओठहरू फुटेको टाइममा होइन एकदम बेस्ट हुनेवाला छ है साथी हो र अहिले चाहिँ त्यही हो मेरो नानी स्कुल गइरहेको छ र मेरो सानो छोरी चाहिँ यहाँनिर एकदम गहिरो निन्द्रामा छ है साथी हो मलाई त निन्द्रा लाग्नु सुत्नु पनि मलाई मन पर्दैन हो अनि अहिले उसलाई सुताएर म चाहिँ उठेर चाहिँ बसेको है साथी हो अनि अब चाहिँ खाजा बनाउनु त कि भर्खर खाना खाएको खाजा बनाउनु होइन अहिले एकछिनमा बनाउँछु अहिले त्यस्तै 10हरू मात्रै बज्दैछ बेसी भएको छैन टाइम हो अनि पानी पुरा परिरहेछ के गर्नु टिभी हेर्नु पनि आँखा साह्रो दुख्दो रहेछ हौ टिभी हेर्दा चाहिँ दिउँसो मैले टिभी हेरेको थिएँ होइन बिहानदेखिको बेलुकैसम्म कस्तो टाउको दुखेर कस्तो भएको नि ला यहाँ धनियाँमा पनि पानी उछिटिने रहेछ त यहाँ त मैले बिहान पानी हालेको सबै उछिटेर यहाँ पर्नु रहेछ ओहो सबै छुटेर यहाँ पर्ने रहेछ त